नमस्कार। आज चाहिँ मैले हजुरको सामु एकदमै पृथक भिडियो लिएर आएको छु र भिडियो के रहेको छ भनेपछि करदाता प्रोत्साहन उपहार कार्यक्रम नेपाल सरकारले हालै सञ्चालन ल्याएको यस साउनदेखि सञ्चालन ल्याएको कार्यक्रमबारे केही कुरा गरौँ। र यो कार्यक्रममा के हो भन्दाखेरि तपाईले कुनै पनि सामान किन्नुभयो पसलबाट भने 100 रुपैयाँ भन्दा बढीको सामान किन्नुभयो भने तपाईले उक्त कार्यक्रममा सहभागी हुन सक्नुहुन्छ। र यो कार्यक्रममा के छ भनेपछि एउटा व्यक्तिलाई प्रत्येक दिन 1,33,334 रुपैयाँको लकी ड्र छिट्टा पर्ने गर्दछ। त्यसैगरी 15 दिनमा फेरि एकजनालाई 10 लाखको छिट्टा पर्ने गर्दछ। र उक्त कार्यक्रम चाहिँ कहिले छनौट गरिन्छ भनेपछि 15 दिनमा छनौट गरिन्छ। र 1 गतेदेखि 15 गतेको त्यो कुपनहरू 16 गते छनौट गरिन्छ। त्यसैगरी 16 देखि 31 सम्मको कार्यक्रमको कुपनहरू छनौट चाहिँ अर्को महिनाको 1 गते गरिन्छ। र उक्त कार्यक्रममा कसरी सहभागी हुने भनेपछि तपाईले कुनै पनि सामान किनेर फिजिकल बिल लाग्नुभयो भने क्यास दिएर फिजिकल बिल लिनुभयो भने त्यो बिललाई तपाईले चाहिँ आन्तरिक राजस्व कार्यालयको आन्तरिक राजस्व विभागको वेबसाइटमा price.ird.gov.np मा तपाईले एकाउन्ट बनाएर त्यहाँ अपलोड गर्नुहुन्छ तपाईको बिल र तपाईहरु अपलोड गर्नुभयो भने त्यहाँ सहभागी हुन सक्नुहुन्छ उक्त कार्यक्रममा। र यदि तपाईले चाहिँ अनलाइन पेमेन्ट गर्नुभयो जस्तै ई-सेवा गर्नुभयो, ई-सेवामा क्युआर गर्नुभयो, खल्ती पेबाट फोन पे गर्नुभयो, मोबाइल ब्याङ्किङहरुबाट गर्नुभयो भने तपाई स्वतः उक्त कार्यक्रममा सहभागी भइसक्नुहुन्छ। तर पनि बिल चाहिँ लिन नभुल्नुहोला। तपाईले अनलाइन पेमेन्ट गर्नुभएको छ भने पनि बिल चाहिँ लिनुपर्छ। यदि तपाईहरु उक्त कार्यक्रममा छनौट भइसक्नुभयो भने तपाईले पछि त्यो कागजात बुझाउँदाखेरि तपाईले नागरिकता, राष्ट्रिय परिचय पत्र, त्यसैगरी लाइसेन्सहरु के हुन्छन् अन्य कागजातहरुको प्रतिलिपि सहित तपाईले जुन त्यो कार्यक्रममा छनौट हुँदाखेरिको बिल चाहिँ कुन बिलबाट तपाई छनौट हुनुभएको थियो त्यो बिल चाहिँ ओरिजिनल बिल चाहिँ खोज्दछ र उक्त बिल भएन भने तपाईले पुरस्कार पाउन सक्नुहुन्न। त्यसकारणले अब यो कार्यक्रममा सहभागी भइसकेपछि तपाईले कसरी हेर्ने त सहभागी हुनलाई अनलाइन पेमेन्ट गर्नुभयो भने तपाईले ई-सेवामा देखाउँछ। ई-सेवामा ट्याक्स पेयर इनिसिएटिभ प्राइस प्रोग्राम भन्ने हुन्छ त्यहाँ यसरी देखाउँछ। त्यहाँ गएर तपाईले एलिजिबल हुनुभयो कि हुनु भएन भन्ने त्यहाँ तपाईले हेर्न सक्नुहुन्छ। र यसरी छनौट भएका भएर तपाईहरुले लखपति हुन सक्नुहुन्छ। त्यसैले के बिर्सनु भने तपाईले कुनै पनि सामान 100 रुपैयाँ भन्दा बढीको सामान किन्नु भएको छ भने प्यान बिल, भ्याट बिल चाहिँ जुनसुकै पसलबाट पनि माग्न चाहिँ बिर्सनु भएन। के त जोसुकैको र जुनसुकै बेला भाग्य चम्किन सक्छ। त्यसकारणले बिल चाहिँ लिन नबिर्सिउँ। हस्त धन्यवाद।